दिदी पनि हो के तपाईँलाई थाहा छ कहिलेकाहीँ महँगो औषधिले भन्दा हाम्रो भान्सामा पाइने साधारण खानेकुराले बच्चा बस्न बढी मद्दत गर्छ। धेरै दम्पतिहरू हाम्रो त सबै रिपोर्ट ठिक छ तर पनि बच्चा बसेन भनेर चिन्तामा हुनुहुन्छ। कतै तपाईँको खानपानमा केही कमी त छैन? ल भन्नुहोस् त तपाईँमध्ये कतिजनाले बच्चाको योजना बनाउँदा बाहिरको जङ्क फुड, चाउचाउ वा धेरै पिरो चिल्लो खानेकुराहरू खाइरहनु भएको छ? यदि छ भने आजैदेखि ती बानी छोड्नुहोस्। आज म तपाईलाई ती 5 अचूक खानेकुराको बारेमा बताउनेछु जसले तपाईको र तपाईको श्रीमानको प्रजनन क्षमतालाई दोब्बर बनाउनेछ। नमस्ते, म पार्वता अर्याल। तपाईलाई नेपाल सञ्जालमा स्वागत छ। बच्चाको योजना बनाउनु भनेको एउटा सानो बिरुवा रोप्नु जस्तै हो, जसको लागि माटो अर्थात् आमाको शरीर उर्वर हुनुपर्छ। आजको भिडियो श्रीमान र श्रीमती दुवैका लागि उत्तिकै महत्त्वपूर्ण छ, त्यसैले सँगै बसेर हेर्नुहोला। सबैभन्दा पहिलो र महत्त्वपूर्ण कुरा हरियो सागपात जस्तै पालुङ्गो, रायोको साग र मेथी। यसमा फोलिक एसिड प्रशस्त मात्रामा हुन्छ। तपाईलाई थाहा छ फोलिक एसिडले महिलाको शरीरमा अन्डा बन्न र बच्चाको सुरुवाती विकासमा ठूलो भूमिका खेल्छ। मेरो प्रश्न, के तपाईले आफ्नो खानामा दैनिक 1 कचौरा साग समावेश गर्नुभएको छ? यदि छैन भने आजदेखि नै सुरु गर्नुहोस्। यसले रगतको कमीलाई पनि पूरा गर्छ। दोस्रो कुरा, ओखर, बदाम र फर्सीको बिगा। यी खानेकुराहरू श्रीमान र श्रीमती दुवैका लागि वरदान हुन्। पुरुषका लागि ओखरले शुक्रकिरको सङ्ख्या र गति बढाउँछ। महिलाका लागि यसमा हुने ओमेगा 3 ले हर्मोनलाई सन्तुलनमा राख्छ। राति 5 वटा बदाम भिजाउनुहोस् र बिहान खाली पेटमा खानुहोस्। श्रीमानलाई पनि दिन नभुल्नुहोस् है त। हाम्रो गाउँघरमा पाइने भटमास, चना, केराउ र मुङको दाल प्रोटिनको ठूलो स्रोत हुन्। अनुसन्धानले देखाएको छ कि जसले मासुभन्दा बढी गेडागुडीबाट प्रोटिन लिन्छन् उनीहरूमा बच्चा बस्ने सम्भावना बढी हुन्छ। के तपाईले टुसा पलाएको गेडागुडी खानुभएको छ? यसले शरीरलाई भित्रदेखि नै बलियो बनाउँछ र प्रजनन अङ्गहरूलाई स्वस्थ राख्छ। भिटामिन सी। भिटामिन सीले अन्डा र शुक्रकिर दुवैलाई बचाउने काम गर्छ। सुन्तला, कागती, अमला वा अम्बा जस्ता फलफुल खानुहोस्। एउटा सानो टिप्स है त, दिनको एउटा अमला खाने बानी बसाल्नुहोस्। यसले पाठेघरको इन्फेक्सनलाई पनि कम गर्न मद्दत गर्छ। यदि तपाईको तौल धेरै कम छ भने बच्चा बस्न गाह्रो हुन सक्छ। यस्तोमा शुद्ध दूध, दही र पनिर खानुहोस्। यसमा पाइने क्याल्सियम र फ्याटले प्रजनन प्रणालीलाई सक्रिय बनाउँछ। तर याद राख्नुहोस्, बजारको प्याकेटको दुधभन्दा घरमै गाई भैँसीको दुध उत्तम हुन्छ। खानेकुराहरूको बारेमा त भन्यौँ, तर केही नखाने कुरा पनि बार्नुपर्छ है त। धेरै कफी वा चिया नखानुहोस्। बजारको चिसो पेय पदार्थ, कोल्ड ड्रिङ्क्स र धेरै चिनी भएको मिठाईबाट टाढा रहनुहोस्। धूम्रपान र रक्सी त विष समान हुन्, यो बेला यिनलाई भुलेर पनि नछुनुहोस्। दिदी पनि हो, खानपान सुधार्नु भनेको स्वस्थ बच्चाको लागि पहिलो पाइला हो। ल भन्नुहोस् त यीमध्ये कुन खानेकुराहरू तपाईलाई सबैभन्दा बढी मनपर्छ? कमेन्टमा लेख्नुहोस्। अनि यदि तपाईलाई लाग्छ कि यो भिडियोले कसैको जीवनमा खुसी ल्याउन सक्छ भने यसलाई सेयर गर्न कन्जुसाइ नगर्नुहोला। तपाईको स्वास्थ्य नै हाम्रो पहिलो प्राथमिकता हो। अर्को भिडियोमा म बच्चा बस्न मद्दत गर्ने केही सजिलो योग र व्यायाम लिएर आउनेछु। तबसम्मका लागि स्वस्थ रहनुहोस्, खुसी रहनुहोस्, नेपाल सञ्जाल हेर्दै रहनुहोस्। नमस्ते।